Hello, welcome to my vlog. आज चाहिँ हामी यो नयाँ ठाउँमा आएको छौँ मम्मी र आस्था फ्यामिलीहरु है अनि यो चाहिँ ताइको भिलेज भन्छ हाम्रो हामी बसेको ठाउँदेखि चाहिँ 2 घण्टा यता अर्कै ठाउँमा आएको छौँ नयाँ ठाउँमा यहाँ चाहिँ सानो घरहरु छ साइक्लिङ गर्ने ठाउँहरु छ पहाडहरु छ यता पछाडी पहाडहरु अनि यहाँ साइकलहरु पनि छ यहाँ चाहिँ यो पुरा बसको लाइन हो उनीहरु चाहिँ फर्किन लाग्यो हामी चाहिँ भर्खर आइपुगेछौँ यस्तो राम्रो ठाउँ नेपालतिर जस्तै अनि यहाँ चाहिँ पार्क पनि रहेछ यो सबै मान्छेहरु घुम्न आएको आज चाहिँ पब्लिक होलिडे छ अनि त्यही भएर चाहिँ यस्तो भिडभाड के हामी त बस कुर्नै आधी घण्टा लाग्यो आधी घण्टा बस कुरेर अनि 45 मिनेट बसमा चाहिँ आएको बस चढेर घरबाट हिँडेको त हामी 11-12 बजीतिर हिँडेको थियौँ होला यहाँ आउँदा 2:30 भयो अनि सरले चाहिँ के कफी पिउनु हुने तातो पानी छ नि त मम्मीले कफी आज सरलाई कफी यसको कपाल चाहिँ बनाए के भएको तिम्रो के एउटा सबै त टुट्यो अब भिडियो चाहिँ कन्टिन्यू हुन्छ अहिले उता गएर चाहिँ भिडियो बनाउँछु यहाँ चाहिँ यो चाहिँ म्याप रहेछ हैन हामी जाने चाहिँ यो ठाउँमा के यहाँनिर अनि यहाँ चाहिँ म्याप छ हामी चाहिँ यो ठाउँमा छौँ अनि हामी जानुपर्ने यहाँ जानुपर्ने अब यति चाहिँ हिँडेर जानुपर्ने यहाँ घुम्ने ठाउँ चाहिँ 5 ठाउँ रहेछ यता पनि छ यस्तो म्याप 7वटा 8वटा 9वटा ठाउँ रहेछ ए 9वटा ठाउँ नम्बर 1 2 3 यो म्यापमा सबै 4 5 6 7 8 9 कसरी जाने भनेर अहिले हामी जाँदाखेरि 4 3 1 ए त्यही हुँदै जानुपर्ने रहेछ नि त यताबाट जाने 2 मा जान पाइयो त्यसपछि फेरि यसरी जानु यहाँ चाहिँ लाइन कुरेको उतादेखि यस्तो के लाइन चाहिँ हङकङमा चाहिँ लाइन चाहिँ मिल्दैन है जति लामो भयो नि आफ्नो लाइन उ गरेर चाहिँ बस चढ्छन् के उतासम्म चाहे 1 घण्टा कुर्न परोस् जति पनि यो नातिनी गजै चाहिँ यता यो चाहिँ फिसिङ भिलेज हो माछा मार्दैछ हो ए हो त्यो गएको चाहिँ यहाँ चाहिँ व्हाइट डल्फिन हेर्न पाइन्छ अरे अनि उ यो सानो बोटमा चढेर चाहिँ हामी चाहिँ अनि अहिले खै भ्याइयो भने जानु पर्ला भने ए उ यहाँदेखि चाहिँ चढेर जाने होला आस्था लेट्स गो ल है हामी जान्छौँ यो माथि नाङ्गो डाँडा जस्तो हो त्यहाँ पुग्ने आस्था आऊ छिटो ल जा ए हेर्न पाइने हैन यो डल्फिन यस्तो हुन्छ ए डल्फिन हेर्न जानु यो चाहिँ थाइल्यान्डको उ जस्तै छ के समुद्रमाथि त्यो बोट चढेर चाहिँ यो ठाउँमा जाने हामी समुद्रमाथि उ राखेर घर आउँछ के भिडियो बोट ल देख्नु यस्तो छ त्यो ठाउँमा 20 minutes $50 each yes 20 minutes हेर्न पाउने We are here to the boat to see the Steel's house and Pink Dolphin 20 minutes ए 20 minutes लाग्छ रे बोटमा जान के टाढै रहेछ हामी यो ठाउँमा छौँ अनि यहाँदेखि चाहिँ 20 मिनेट लाग्छ रे बोटमा जान अहिले जाने पहिला हामी यता अर्को ठाउँमा यहाँ चाहिँ माछाहरू झिगे माछा पाउँदो रहेछ यस्तो सी फुडहरू यो चाहिँ भिलेज हो के पुरानो बस्ती यस्तो उसहरू पनि पाउँदो रहेछ
यहाँ सुमाई फिसबुल अक्टोपस बेबी खाने होइन त्यस्तो यहाँ चाहिँ आमामा कति पैसा खानु होला यो साउनीले त ल ल ल जाम खानको लागि नै आज चाहिँ एकदम भिड आज फिसिङ भिलेज देख्यौ ए यो चाहिँ फिसिङ भिलेज ए यो उ त्यो बोटमा जाने ओ त्यहाँ चाहिँ बसेर खाने पनि रहेछ रेस्टुरेन्ट जस्तो पुरा माछा गनाएर यहाँ चाहिँ नेपालको खट्टा मिठाकै त्यो उस्तो तितौराहरू जस्तो के यो पनि तितौरा जस्तै है यो चाहिँ के हो हनी जस्तो छ त यहाँ चाहिँ यस्तो पाउँदो रहेछ दालचिनी सुकेको खुर्सानी अनि बेसार यतिलाई 10 रुपियाँ अरे यहाँको यसलाई 5 रुपियाँ हङकङमा अनि यसलाई चाहिँ सबै टिमुरहरू चाहिँ 10 रुपियाँ लङ सुपमा यो चाहिँ $20 यो चाहिँ के हो है ब्यागहरू पनि पाउँदो रहेछ के किन्ने रे ए कलाई ए उता म उतै किनिदिन्छु ऊ अगाडि गयो होला यो चाहिँ खोइ के हो यो चाहिँ सुप खान्छ क्या यो चिनाहरूले चाहिँ माछा होइन यो खोइ माछा हो माछाहरू सुकाएर यिनीहरूले यही मारेको माछा होला कि आस्थाको माछी माछा यस ए यो यस्तो माछा गनाएर डुङ्डुङ्गी राम्रो यो फेरि माछाको है ससहरू सब माछाको ससहरू यहाँ भेजिटेबल मार्केट पनि रहेछ है यो चाहिँ ऊ होला अक्टोपस ए पछाडि साइकल बज्यो ल कस्तो राम्रो सब्जीबाट बनाएको कि यो डेकोरेसन यो चाहिँ कस्तो राम्रो आमा सङ्खे किराको यस्तो शङ्खहरू पनि पाउनु रहेछ यहाँ के किन खै त्यो त डेगु हो खेलाउने ल किन्ने भए किन होइन भने अहिले आएर के देख्यो भने इमिली के मलाई मनपर्ने इमिली झोपरा फलेको ए राम के हो यस्तो एउटा झरे छैन त्यो झरे चाहिँ बिचरा What tree is this? इमिली हो के खट्टो ए राम हेर न त्यहाँ एउटा झरे रहेछ कसरी टिप्नु नि सुकेको त यहाँ झरेर त्यो त ए
नि आमाले टिप्दिनु हो मेरो लागि एउटा चाहिँ पाएँ मैले म त पारी त्यो गुर्मिलेको जाडा जस्तै लाग्यो खानामा कम्ता खान्थेन नि माउलो तल गुर्मी गएर के यस्तो किनेर खानामा अझै पाकेको हो के हो आमा किनेर खाना पाए नि हुन्थ्यो नि एउटा चाहिँ पाएँ अब हामी जाने कता हो हामी यता होला हौ हामी जान्छौँ त्यो डाँडामा माथि बिरालो बिरालो रहेछ आस्थाल बेच्छ बिरालो यता लाउँछन् अब यो फेरि के को बुट्टा हो के हो यस्तो फले है यहाँ त फेरि के हो घर हो ऊ त्यहाँ गोसाएर चाहिँ मार्ला के रहेछ कि यहाँ त लिचीहरू पनि पुरा फुल्दैछ तुलसीको बुट्टाहरू पनि रोपेको रहेछ यहाँ तुलसीको यो चाहिँ आफ्नै घर होला नि त यस्तो हजुर ए बिरालो कस्तो नानी नछो है टोक्छ के साह्रो मोटो हो यता त बिरालो थुप्रै हुँदो आस्था फेरि बिरालो देखेर खुसी भएर मेरो छोरी फेरि टोक्दैन है नानीले थुपुक्क के फेरि है नडराउने कि हेर न लु जाउँ हामी त अझै सेतो डल्फिन हेर्न जानु भनेको ढिलो हुन्छ कति चाँडो ऊ के उयो हो कि ऊ त्यही डाँडा ऊ त्यो मान्छे नि फाइनली इमिली चाहिँ करेछ बारी इमिली चाहिँ खायो कतारहरू पनि बत्तीले हाल्दो रहेछ पुरा देखौँ देखेर तल चाहिँ त्यो मल हाल्ने होइन कि स्याउलाहरू भन्नुपर्छ यो चाहिँ सिमलको फुलको ऊ हालेको कता आमा खाऊ फ्रुट हो इमिली चाहिँ खायो एउटा आमाले टिप्दिनु भयो भित्रपट्टि भुइँमा खसेको यहाँ चाहिँ यस्तो उकालो चढ्नु पर्ने रहेछ बाउछोरी चाहिँ यता आउने हो किन अनि यस्तो मान्छेहरू गड्डी बोकेर नि गहन हजुर हजुर ए अड्क्यो यस्तो बच्चा बोकेर गएको यिनीहरू यो चिहान हो एउटा चाहिँ चिहान नै चिहान रहेछ के हो चिहान भनेको मान्छे मरेर गाडेको यस्तो उकालो अलिअलि त उकालो हिँड्नु पर्छ है हामी चाहिँ यहाँ जुन ठाउँमा आउन भनेर सपना देखेर आएको थियौँ साह्रै आउन मन लाग्यो यो ठाउँमा चाहिँ आज चाहिँ फाइनल्ली आइपुग्यो अझै यहाँ माथि डाँडामा चाहिँ पुग्यो भने राम्रो देखिन्छ है
अनि हिँड्नु पर्ने रहेछ यो बसबाट झरेर निकै बेर अनि राम्रो ठाउँ रहेछ धेरै मान्छे यहाँ घुम्न आएको देखेको फोटो देखेको तर आएको चाहिँ आएको छैन कि फर्स्ट टाइम यत्रो वर्ष हङकङ बस्यो फर्स्ट टाइम आएको हङकङमा यस्तो हिँड्ने डुल्ने ठाउँ त कति हो कति घुमेर भ्याउँदैन हाइकिङ गर्ने ठाउँ त कति छ यो चाहिँ हाइकिङ जस्तै हो तर यस्तो पाहाडहरू के नेपालतिर जस्तो कस्तो राम्रो अघि मसीले होइन सर मिला नेपाल आइसक्यो कि जङ्गल जङ्गल हिँडेको भने ठिकै यहाँ नातिनी भने चाहिँ हेलो हेलो त्यस्तो जाम्बु जाउँ नानी हामी चाहिँ अब फर्किन लागेको अवस्था हामी चाहिँ यता आस्थाले चाहिँ टिकटकहरू बनायो अनि मलाई त नाच्नै आउँदैन है मसँग बनाउने र तर मलाई आएन ऊ एक्लै बनायो त्यो चाहिँ मेरो इन्स्टाग्राममा आउँछ हामी चाहिँ यतै एकछिन फोटो खिच्यौँ घुम्यौँ अनि बेब अनि उता आस्थाको ड्याडी चाहिँ उता थाकेर उतै बस्नुभएको छ हामी चाहिँ यता आएको अनि यतापट्टि यहाँ चाहिँ समुद्रमा चाहिँ पानी जहाज हिँड्दैछ बोट अनि यहाँ चाहिँ प्लेन पनि उडिरहेको देख्नुभयो होला होइन यही नजिकै छ एयरपोर्ट अनि यो समुद्र चाहिँ आँखाले नभ्याउने छ आज घाम नलाएर अलि अँध्यारो अँध्यारो छ होइन मौसम तर साह्रै शीतल हङकङमा चाहिँ अब गर्मी सुरु त भएको छैन हुनेवाला छ अब आज चाहिँ घाम बादल थियो तर घाम चाहिँ लाएन बादल चाहिँ परिरहेको छ शीतल न जाडो न गर्मी साह्रै राम्रो यो चाहिँ के रहेछ इमिलीको बुढा जस्तै छ तर होइन होला है इमिलीको बुढा त यस्तो राम्रो खै अब सेतो डल्फिन हेर्न जान भनेको ढिलो होला जस्तो 5 बज्न लाग्यो अब घरतिर फर्किने हामी ढिलो आयो कि बिहानै आउने भनेको ढिलो भयो अनि यहाँ चाहिँ पुरा चियान घारी छ है यो तल यहाँ चाहिँ अब यो धनी धनी मान्छेहरूले यो पुरा उसले जग्गा किनेर यसरी चियान बनाउँदो रहेछ कि सब यो एरियामा चाहिँ चियान घारी अघि उता हामी आउने बाटोतिर पनि थियो तर यता चाहिँ धेरै रहेछ नातिनी बजे चाहिँ जे होस् आस्था अलिअलि नेपाली बोल्छ अनि त्यही भएर नातिनी बजे कुरा चाहिँ त्यही त नि त्यही भएर आमासँग साथी ए त्यही त आमासँग नेपाली बोल्छ मेरो छोरी है आस्थाको कपाल चाहिँ जस्तो राम्रो छ काट्न मान्दैन आमा भन्दा अग्ली भएको यो कति भन्दा यो अब 11 पुरा भएर 11 पुरा भएर 12मा लाग्ने यत्रो आजभोलिको बच्चा के भएको 12 छु नि अब यो जुलाईमा यस्तो अवस्था आज चाहिँ फ्यामिली टाइम हामीसँग घुम्न जानुपर्छ भनेर लिएर आएको कि होइन भने उता एउटा पुच्ची छ उसँग जान्छु भनेर हैरान पार्छु अघि त यस्तो मान्छे थियो यहाँ भेट थियो अहिले त खाली भएछ आमा अहिले त सबै मान्छेहरू गइसकेछ हामी चाहिँ यो माथि त्यो डाँडा चढेर चाहिँ आयौँ होइन अनि यहाँदेखि यता चाहिँ अझ साइक्लिङ गर्ने ठाउँ रहेछ हामी यता जाँदैन ढिलो भइसक्यो यहाँ चाहिँ यहाँदेखि यता फेरि साइक्लिङ गर्ने ठाउँ रहेछ अनि हाम्रो आस्थाको ड्याडी चाहिँ
ए त्यहाँ इमिली किन्न पाइन्छ कि भन्ने सोध्न गएको पाइन्न भनेर भनेछ दिँदैन के चिनाहरूले त कति पुगेर जान्छ है किन्न चाहिँ दिँदैन दिँदैन रे ए बोल्नै मानेर रे ए ल छोडिदिनु भयो म चाहिँ फेरि साह्रै इमिली लभर किन्न दिन्छ कि भन्ने सोध्न लागेको सरले मानेन अरे बोल्ने डराउँछ कि यहाँको चिना बोल्ने यहाँ धनिया लोकल धनिया पायो भने लगेर बनाएर खानु पर्यो भनेको मासुको झोलमा हालेर खै पाइन्छ किन अलि उता त देखेको थिएँ धनिया चाहिँ रोजमेरी रहेछ यहाँ चाहिँ योलाई चाहिँ 10 रुपियाँ है यतिलाई अनि यहाँ चाहिँ मान्छे बसेको छैन यहाँ हामीले केही सामान किन्यो भने चाहिँ अनि यहाँ चाहिँ पैसा राख्दैन अनि मान्छे बस्नु पनि परेन गोसाइ छैन कि किन्ने अनि यहाँ राखिदिने भने चाहिँ कस्तो ट्रस्ट गरेको होला त होइन पैसा पनि रहेछ कि त्यहाँनिर अझै कसैले झिक्ला भन्ने पनि छैन क्यामेरा पनि छ होला यो साइड यस्तो अवस्था है हङकङमा ए उता पुगेछ आस्ता यता फेरि बियर सुरु भयो अब हाम्रो सरको नखानुहोस् भने मान्नु न म त छोडले हार खाइसकेको है म त नसकिँदो रहेछ अब नखानुहोस् भन्दा मान्नुहुन्न अब खानुहोस् भन्नु पऱ्यो गोराहरू पनि रहेछन् अब फेरि बस चढ्ने बेलामा यत्रो लाइन कुर्नु पर्ने होला म त घर पुग्दा त 6-7 बज्छ होला ए घरहरू चाहिँ सानो नेपालको जस्तो आहा यहाँ चाहिँ के रोप्न लाग्ने नले घिउकुमारी त यस्तो पो फुल्दो रहेछ है ए फुल्दो रहेछ घिउकुमारी पनि सिमुलको फुल पनि फुलेर पनि भइसकेको छ अस्ति त खुब फुलेको थियो अहिले चाहिँ यस्तो भएछ सिमुलको फुल हेलो आजको भ्लग चाहिँ यति नै हामी चाहिँ अब गाडी चढेर फर्किन लागेको अवस्था दादा मम्मी बाई बाई गर्नु बाई